नेपाली ब्लग इन्डियामा हजुरलाई स्वागत छ है त। म चाहिँ नेपाली पढेँ तर बिहे चाहिँ मेरो इन्डियनसँग भएको छ। अनि बाबुहरूलाई स्कुल पठाइसकेपछि म लागेँ आफ्नो बगैँचातिर। बगैँचामा चाहिँ मैले धेरै कुराहरू रोपेको छु, तिउन तरकारीहरू, काँक्रा, कद्दु, मकै, सिमी, पिँडालु अनि धनेवा धेरै थरी रोपेको छु। मैले पुदिनाहरू पनि रोपेको छु। अनि यी हेर्नुहोस् त कस्तो मजाले मेरो सिमीको दाल चाहिँ फलेको छ। अनि बगैँचाको काम निप्टाइसकेपछि म लागेँ आफ्नो क्याफेतिर। क्याफेमा चाहिँ आएको अनि हाम्रो गुल्मीको एउटा परिवार बस्नुहुन्छ मसँग, उहाँको छोरा हो। अनि उसले चाहिँ खेलिरहेको रहेछ क्या बाबुले, यिनीहरू पनि नेपाली नै हुन्। अनि यहाँ सुनिता चाहिँ त्यही बाबुको आमा हो। यिनीहरू सबै मसँगै बस्छन्, अङ्कल आन्टी छोरा बुहारी अगाडि नाति नातिनीहरू सबै मसँगै बस्छन्। अनि यो पुरा परिवार चाहिँ मसँगै बस्छ र यिनीहरूको रोजीरोटी भनौँ खानेपिने सबै मैले नै हेर्ने गरेको छु। तर हजुरहरूले मलाई माया गरिदिनु भयो भने मैले यिनीहरूको लाइफस्टाइललाई पनि अपग्रेड गर्नेछु। मैले यो च्यानल त्यही भएर खोलेको छु, आफ्नो नेपाली दाजुभाइहरूलाई इन्डियामा बसेको अब सबैलाई नसके पनि थोरै जति अब हामीले गर्ने जति हामीले कन्ट्रिब्युट चाहिँ गर्नुपर्छ। किनकि यिनीहरू अब यति दुःख गर्छन् यहाँ आएर, भनेको जस्तो पैसा पाउँदैनन्। अब धेरै जे होस् भनौँ न, अब महँगी हेर्नुहोस् कति धेरै बढेको छ। मलाई चाहिँ एकदमै, म नेपाली हो नि त, मैले यिनीहरूको पीर बुझेको छु के। अब यिनीहरूले दुःख गर्छन्, राम्रोसँग खाना लाउन पाउँदैनन्, दुःख गरे पनि भने जत्तिकै पैसा पाउँदैनन्। भनौँ न अब लेबर क्लासलाई त मान्छेहरूले त्यति पैसा पनि दिँदैनन् नि त, दिहाडीहरू पनि त्यति धेरै हुन्न नि त। अनि त्यही भएर मैले चाहिँ यो च्यानल खोलेको छु। हजुरहरूले मलाई धेरै माया गरिदिनु भयो भने च्यानललाई सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरिदिनु भयो भने चाहिँ मैले यिनीहरूको लाइफलाई पनि बेटर गर्नेछु। यो मेरो तपाईँहरूसँग वचन छ भनौँ न। अनि म तपाईँहरूलाई यिनीहरूको भिडियोहरू पनि हाल्नेछु पछि। यिनीहरूलाई मैले के गरेँ भनेर यदि मेरो च्यानल राम्रोसँग चल्यो भने चाहिँ मैले यिनीहरूको लाइफलाई चाहिँ पक्कै पनि राम्रो बनाउने छु भन्ने मैले आशा गरेको छु। अनि मैले चाहिँ आफ्नो क्याफेमा चाउमिन बनाउँदै थिएँ। अनि चाउमिन चाहिँ हाम्रो आर्मीहरू आएको थिए, आर्मीहरूलाई चाहिँ मैले चाउमिन सर्भ गरेँ। अनि बच्चाहरू चाहिँ घरमै थियो, अनि तिनीहरूले चाहिँ फोटोसोटो खिच्ने अरे, त्यही भएर मैले चाहिँ फोटोसोटो खिचिदिएको। यो चाहिँ बेलुकातिरको फोटो हो, किनभने उनीहरू स्कुलबाट आइसकेका थिए। म भेटुला हजुरहरूलाई नेक्स्ट भिडियोमा। टिल देन टेक केयर।